गुड मर्निङ साथीहरू। सोफिया फुल्ला छ है सबै साथीहरूलाई। आज म बिहानै उठेको थिएँ किनभने अब खानासाना नि बनाउनु छ। आज चाहिँ छिटै बिहानै अनि मेरो ठुलो बाबा आउनुभएको छ घरमा। आज चाहिँ फेरि नेपाल फर्किनुहुन्छ अरे साथीहरू। फेरि मलाई नानीलाई स्कुल छोडेर चाहिँ फेरि ठुलो बाबालाई कागरभित्रसम्म छोड्नु जानु छ साथीहरू। त्यही भएर चाहिँ म चाहिँ बिहानै उठेर अहिले चाहिँ एकछिन छततिर घुमेको, अलि फ्रेस हावा लिएको साथीहरू। अनि आज चाहिँ रातभरि पानी परेर चाहिँ पानी भएको छ साथीहरू। तपाईँहरूकोतिर कस्तो छ, पानी परेको छ कि छैन म देखाउने छु तपाईँहरूलाई। मेरो घरको अगाडितिर कति धेरै पानी भरेको छ, रातभरि पानी आएर। हेर्नुहोस् है त साथीहरू, ल हेर्नुहोस् साथीहरू कति धेरै पानी भएको छ घरको अगाडितिर चाहिँ। हाम्रो बाटो त यस्तो पो भएछ प्रभु, कसरी हिँड्ने होला। पानी भएछ हेर्नुहोस्। पानी पर्यो भने चाहिँ हाम्रो चाहिँ यस्तै पानी पुरा जम्छ। यहाँ पानी जाने ठाउँै छैन नि त, त्यही भएर चाहिँ पुरा पानी भर्छ साथीहरू। के गर्नु, आजको मौसम चाहिँ चिसै छ, रातभरि पानी परेर। मौसम चाहिँ चिसै हुन्छ कि पानी पर्यो भने चाहिँ है, लेकिन पानी चाहिँ पुरा भरिन्छ के, हिँड्नुलाई चाहिँ गाह्रो हुन्छ। खालि उता त्यो खम्बा बिजुलीको पोलदेखि यतासम्म चाहिँ त्यस्तै पानी हुन्छ। उता गयो भने चाहिँ अलि ठिकै हुन्छ, किनभने यहाँ मेरो घरको छेउमा चाहिँ बाटो बनेको छैन नि त यो अगाडितिर चाहिँ। त्यही भएर चाहिँ अलि पानीमा को टाइममा चाहिँ हिँड्नुलाई चाहिँ प्रब्लम हुन्छ साथीहरू। लेकिन आजको मौसम चाहिँ दामी छ है साथीहरू। ल अब चाहिँ म घरमा जान्छु तलभित्र। अब चाहिँ म खानाउना बनाउन सुरु गर्छु। मेरो छोरी पनि उठ्यो होला, फेरि खाना बनाउँछु फटाफट। मेरो छोरीलाई टिफिन बनाउँछु अनि स्कुल छोड्नु छ। स्कुल छोडेर चाहिँ फेरि म चाहिँ जानेछु साथीहरू ठुलो बाबालाई छोड्नु। आज चाहिँ मेरो छोरीको बर्थडे पनि छ। ठुलो बाबालाई चाहिँ मैले बस्नु न भनेको नि त। अनि उता भाइलाई दाइलाई चाहिँ आजै आउँछु भनेर चाहिँ भन्नुभएको छ अरे। अनि फेरि उता टाइम मिलाउनु भएको छ अरे जमिन हेर्नु जानुको लागि चाहिँ। त्यही भएर चाहिँ आजै निस्किनु पर्छ भन्नुभयो। त्यही भएर चाहिँ आजै जाँदै हुनुहुन्छ काम परेकोले। नै त आज बर्थडेको दिनमा त बस्नु भनेको त अब जान्छु भन्नुहुन्छ त अब के गर्नु साथीहरू। साथीहरूमा चाहिँ बनाउनुतिर लाग्यो। मैले आलु फ्राई गर्छु, आलु काट्यो। यता चाहिँ आँटा गुनेर राखेको छु, रोटी नि बनाउँछु, भात पनि बनाउँछु। अन्त मैले अन्डा पनि बोइल गरेको छु, दाल पनि पाकिसकेको छ साथीहरू। म चाहिँ बनाउनुतिर लागेको। म ठुलो पापालाई छोड्नु जाँदैछु। ठुलो पापालाई छोड्नुलाई कागरभित्र जाँदैछु। अहिले चाहिँ यहाँ धेरै पानी परेको छ साथीहरू। पानी चाहिँ धेरै परेछ, रातिदेखि नै पानी परेको, अहिलेसम्म नि हराएको छैन। पानी चाहिँ धेरै परेछ साथीहरू। म चाहिँ जाँदैछु भित्ता, हेर्दै गर्नु होला साथीहरू। तपाईँहरूलाई मैले देखाउनेछु भित्ता पुगेपछि। पानी परेर चाहिँ हामी गाडीको लागि जाँदैछु। घरबाट चाहिँ निस्क्यो, अझै मेन रोडमा गएर चाहिँ गाडी लिन्छु। हेर्दै गर्नु होला साथीहरू। ठुलो बाबा राम्रो चाहिँ गाडीमा छु साथीहरू, जाँदैछु।
साथीहरू हामी चाहिँ काँकरभिट्टा पुग्यो। भर्खरै काँकरभिट्टाको बोर्डर पुल चाहिँ पार गऱ्यो। आफ्रेन र म चाहिँ जाँदैछु अब बस पार्कमा। अगाडि हुनुहुन्छ पापा चाहिँ। छाता कसले आफ्रेन नाम चाहिँ पाम्नु पुग्यो साथीहरू। काँकरभिट्टा तपाईँहरू त्यस्तै छ साथीहरू। हेर्नुहोस् है गाडीको चेक हुन्छ मेरो साथीहरू। साथीहरू काँकरभिट्टा आइपुग्यो हामी चाहिँ। काँकरभिट्टा यो बस फरकै अगाडि हो। बस फरकमा चाहिँ जाँदैछु टिकट बनाउनुको लागि ठुलो पापाको। बस फरक चाहिँ यहीँ हो। हामी चाहिँ बस फरकमा आइपुग्यो। अब टिकट चाहिँ काट्ने हो। टिकट काट्ने होइन के काउन्टर चाहिँ यहीँ लाग्छ गाडी। बस फरक चाहिँ मेरो ठुलो बाबाको टिकट सिकट भयो। अब चाहिँ म फर्किँदैछु। ल है आफ्रेन बाई। ग्याप लाग्ने हो ल। नहीं हम राशन नहीं भाई कैसा मां नहीं गाड़ी नहीं दा सम्म राख्ने बा ल बाय फ्रेन्ड ल जाने है दाजु भाइ हुन्छ दा म त यतिकै अगाडिबाट लिन्छु होइन उता लिन्छु दादा। यहाँ चाहिँ म हिँडेरै जान्छु। साथीहरू मेरो ठुलो बाबा चाहिँ काँकरभिट्टा आइपुग्यो। आइपुगेर नै टिकट बनायो। 2 बजेको बसको काठमाडौँ जाने बसको टिकट भयो। अब चाहिँ म चाहिँ छोडेर चाहिँ घर फर्किँदैछु। अझ फेरि मलाई चाहिँ नानीलाई स्कुल लिनु जानुपर्छ नि त। त्यही भएर चाहिँ फटाफट फेरि म चाहिँ फर्किहालेको गाइस। तपाईँहरू के गर्दै हुनुहुन्छ? पानी चाहिँ रोक्दै नरोकेको क्या है। रातिबाट पानी परेको अहिलेसम्म पानी परेकै। सिलगढीमा पनि पुरा पानी परेको छ। यता नेपालमा पनि पानी परेकै रहेछ साथीहरू। हेर्नुहोस् यही हो काँकरभिट्टा। राम्रो रहेछ। अब चाहिँ म फर्केको साथीहरू।